विशेष गरी म धर्मकै कुरा गर्दाखेरि मैले के भनेको कुरा भन्ने तपाईहरुले त्यो मेरो कुरालाई सुनेर मात्र नबसिदिनुहोस्। यदि सही हो कि गलत हो भन्ने छुट्याउनु र छुट्याउने तर्फ चाहिँ तपाईहरु लाग्नुपर्छ भन्ने मैले तपाईहरुलाई अनुरोध गरे। भगवान बुद्धले पनि भन्नुभएको छ, म जे भन्दछु त्यसलाई तपाईहरु अन्धभक्त बनेर विश्वास नगर। मेरो कुरा सबै तपाईहरुलाई ठीक हुन्छ भन्ने नहुन पनि सक्छ। त्यसैले मैले भनेको कुराहरूलाई सबैभन्दा पहिला तपाईहरु श्रवण गर्नु, मतलब सुन्नु, पढ्नु र त्यसपछि त्यसलाई चिन्तन गर्नु। चिन्तन गरिसकेपछि त्यो सही हो कि गलत हो भन्ने कुरा हामीलाई थाहा हुन्छ। त्यसपछि त्यसलाई भावना गर्नु र आफ्नो निर्णय आफैले गर्नु भनेर भगवान बुद्ध स्वयंले पनि भन्नुभएको छ। धर्म सुन्दैमा हामी धार्मिक हुने पनि होइन, हामी पढ्दैमा धार्मिक हुने पनि होइन। धार्मिक हुनका लागि आर्य नागार्जुनले भन्नुभएको छ कि लाउतु ठ्याङ्वा हेसम छेबमेन सेमला युनोमेन छेबमेन। त्यो भन्नुको मतलब हामी हातमा माला गनेर हिँड्दैमा हामी धार्मिक हुँदैन। हामी सबैले माला गर्ने गर्छ नि हैन, त्यो माला गनेर हिँड्दैमा
हामी धार्मिक हुन्छ त? हुँदैन। धार्मिक हुनका लागि हाम्रो मनमा क्लेश कर्म हुनु हुँदैन। अब क्लेश कर्म धेरैले बुझ्छ होला, धेरैले नबुझ्छ होला, बुझ्दैन होला। क्लेश कर्म भन्नाले त द्वेष, स्यदा हैन, त्यो हाम्रो जुन त नेपालीमा भनौँ रिस, राग, द्वेष, मोह, अहङ्कार, घमण्डहरू जति हैन, त्योहरू भएन भने हामी धार्मिक हुन्छौँ। त्यसैले धर्म सिक्ने, धर्म बुझ्ने भनेको हामी धार्मिक हुनकै लागि हो। अब धार्मिक हुनका लागि किन धार्मिक हुने त भन्दाखेरि सुख उपभोग गर्नको लागि हो, हामी शान्त रहनको लागि हो, हामी खुसी हुनको लागि हो। तर सुख शान्ति हुनका लागि सबैभन्दा पहिला हाम्रो क्लेश आवरणहरूलाई शुद्ध बनाउनुपर्छ। दुःखलाग्दो कुरा हामीमा के छ भन्दाखेरि हामी धर्म गर्ने भन्छौँ, माला पनि जप्छौँ, भने पनि गर्छौँ, बजरबुदो पनि गर्छौँ, तर आफ्नो मनलाई कहिले पनि नियन्त्रण गर्न खोज्दैन, आफ्नो मनलाई कहिले पनि शान्त राख्नु चाहँदैन। भगवान बुद्धले भन्नुभएको छ, दिग्बाचिग्याङ बिजासी घ्यावा फुसुन छोपाची राङ्गी सेम्ने हौसो धुल धेने साङ्गे तेन्बा हिन भनेर धुलुवा भनेर धुलुवाभित्र भनेको छ, विनायकभित्र यसरी भन्नुभएको छ। त्यो भनेको मतलब कुनै प्रकारको पाप कर्म नगर्नु, कुशल कर्म सञ्चय गर्नु, आफ्नो मनलाई आफैले नियन्त्रण गर्नु, आफ्नो मनलाई आफैले परिशुद्ध राख्नु, यो नै बुद्धको उपदेश हो, यो नै मेरो शिक्षा हो भनेर भगवान बुद्धले भन्नुभएको छ। त्यसैले भगवान बुद्धको साँच्चीकै शिक्षाको अनुसरण गर्ने हो भने हामीले अकुशल कर्महरूलाई त्याग्ने कोसिस गर्नुपर्दछ। त अकुशल कर्म भनेको कर्म गर्ने हाम्रो तीनवटै एउटा द्वारहरू छ, जुन शरीर, वचन, मन। जुन हाम्रो शरीर, वचन, मन। त्यसैले हाम्रो शरीर, वचन, मनबाट अरूलाई हानि हुने खालको हामी यदि काम गर्दछ, यदि हामी अरू व्यक्तिलाई दुःख दिँदैछ, अरूप्रति हामी नकारात्मक सोचले हेर्दैछ भने त्यो नै अकुशल कर्म हो। अकुशल कर्म गर्नको लागि प्राणी हत्या नै गर्नुपर्छ भन्ने छैन। तपाईँले त्यो प्रतिशोधको भावना लिनु पनि त्यो पाप कर्म हो, अकुशल कर्म हो। अरूलाई नराम्रो दृष्टिकोणले हेर्नु पनि त्यो अकुशल कर्म हो। त्यसको ठिक नहोस् है, यो त खत्तम रहेछ नि भन्नु पनि त्यो अकुशल कर्म हो। त्यसैले अकुशल कर्म नगर्नु, यदि गरिहाले पनि त्यसलाई कम गर्नु पर्यो, त्यसलाई नियन्त्रण गर्ने कोसिस गर्नु पर्यो। घ्यावा फुसुम छप्पछे भनेर कुशल कर्म सञ्चय गर्नु मतलब कुशल काम गर्नु, राम्रो काम गर्नु, ताकि त्यो कामले आफू र अरू दुवैको फाइदा होस्। हामीले गरेर अरू एउटा खुसी भएर बाँच्न सकोस्। जस्तै कुशल कर्म गर्नको लागि तपाईँले पैसा दान दिनुपर्छ भने पनि छैन। तपाईँले बिचरा राम्रो होस् है, ऊ खुसी भएर बाँच्यो भने भन्ने होइन, उसलाई अलि ऊ चाहिँ यस्तो दुःखबाट मुक्त होस् है, यस्तो पीडाबाट मुक्त होस् है भन्नु पनि त्यो कुशल कर्म हो। त्यसैले कुशल कर्म सञ्चय गर्नु,
राङ्गी सिम्ने हिउँसु धुल भनेर आफ्नो मनलाई आफैले नियन्त्रण गर्नु, आफ्नो मनलाई आफैले परिशुद्ध राख्नु। जस्तै हामीलाई रिस उठ्छ तर त्यसलाई नियन्त्रण गर्नु पर्यो। कुनै हामीलाई नराम्रो मनमा आउँछ त्यसलाई नियन्त्रण गरिहाल्नु पर्यो, आफ्नो मनलाई शुद्ध बनाइहाल्नु पर्यो। यो नै बुद्धको शिक्षा हो, यो नै बुद्धको उपदेश हो। दादा सम्झन थाम जेकी दिन चिक्दो सोवा देवर समलास हैन, आफू तथा एउटा सबै प्राणीहरूले एकैसाथ चाहिँ त्यसपछि प्रार्थना गरेको चाहिँ अनि भावना गर्नुपर्छ। के प्रार्थना गरेको? सबै प्राणीहरू यो दुःखबाट मुक्त होस् भन्ने सोच नै के हो? करुणा हो नि। त्यो चाहिँ अब हामीले भावना गर्नुपर्ने हुन्छ। त चेन्देसीले त सबै प्राणीहरूलाई यो दुःखबाट उतार्नु भएको, दुःखबाट मुक्त गरेको, त्यो चाहिँ अब हामीले अब स्वयंमा एउटा प्रकट भएर चाहिँ त्यो सोच हामीले लिनुपर्छ। यहाँसम्म भयो होइन। जो क्योंकि मगे कुदोका जो सङ्गे कि उल्लाज्ञ थुजे चेन्जे झोलासी चेन्डे सेवा छ। चेन्देसी आफैमा एउटा प्रकट भइसकेपछि दोषरहित श्वेत एउटा आर्य वर्णको स्वामी जो सम्यक सम्बुद्धको मुकुटले चाहिँ अलङ्कृत एउटा कारुणिक एउटा चक्षुद्वारा प्राणीहरूलाई अवलोकन गर्नुहुने, सबै प्राणीहरूलाई तघलाउरे अवलोकन गर्नुहुने, सबै प्राणीहरूलाई आफै एउटा यो दुःखबाट मुक्त गर्नको लागि काम गर्नुहुने त्यस्तो खालको एउटा अवलोकितेश्वरलाई वन्दना गर्दछु, ढोग गर्दछु भनेर चाहिँ अनि उहाँको गुण, उहाँको कायको गुण, उहाँको चित्तको गुण, उहाँको एउटा मनको त्यो गुणलाई स्मरण गरेर चाहिँ अनि जप गर्नुपर्छ, मनी गर्नुपर्छ। ओम माने पेले, ओम माने पेले। त यो जति पटक त्यो जप गरिसकेपछि अवलोकितेश्वरलाई अनि हामी यला दिम्बा भनेर चाहिँ अनि अष्टाङ्ग वन्दना, अष्टाङ्ग ढोग, अष्टाङ्ग एउटा सप्ताङ्ग एउटा पूजा गरेर चाहिँ अनि पूजा अर्पण गर्नुपर्ने हुन्छ। यला दिम सबैले पढ्छ नि हैन। फबा चेन्डे सेगुवाङ ताङ छोजो दिसुन शुभाई क्यावा सेचे थम्जेला कुने दावे छसालो मेतो तुबे मर्मेटी छसे रोम लसोपा मुजरा हिगी टुले बुल भनेर चाहिँ अनि हामी सप्ताङ्ग पूजा भनेर हामी पूजा अर्पण गर्छौँ। त सप्ताङ्ग पूजा एकदम महत्त्वपूर्ण कुरा हो। सप्ताङ्ग पूजा जुनै पनि हामी पूजाहरूमा चाहिँ पूजा गर्दाखेरि सप्ताङ्ग पूजा हामी पढ्छौँ। तपाईँहरूले झिङ्गे सोधा छुजु झिरेन त्यसो सेवा दिएसँगै भने यसरी पढ्छ नि। त्यसको संक्षिप्त के हो? छक्साल वादाङ छुचिङ स्यापादाङ झेसो हिराङ कुसिङ सोवाए केवा चुसे दागे चिसाबा थम्जे दागे जान्छु छिर्मो गरेर हामी सबै प्राणीहरू दुःख रहित एउटा परम सुखबाट चाहिँ टाढा नहोस् है। सुखमा रहेको प्राणी दुःखमा पर्न नपरोस् है भन्ने खालको सोच हामीमा नेरिङ छ त यिदा ढवे तङ्ग्यौ छे मेवाला नेबर घ्युजी भन्छ नि, त्यसलाई हामी उपेक्षा भनेर भन्छ। त्यो भनेको मतलब सबै प्राणीहरूलाई तिम्रो मेरो भन्ने खालको नभइकन सबै प्राणीहरूलाई एकै समान, सबै प्राणीहरूलाई आफ्नै छोरा समान, आफ्नै छोरी समान हेर्ने दृष्टि चाहिँ स्थिरता होस् भन्ने खालको त्यो भन्दै अब सबैलाई धन्यवाद। अनि समय भयो भने फेरि पछि पनि हामी भेट्नेछौँ। रसो फ्याफुला त्यस्तैले
Lord.
हो